हेलो एभ्रिवान। यसरी बिग्रिन लागेको बनाना छ भने चाहिँ हामीले घरमा यसलाई मजाले युज गर्न सक्छौँ र यसको केक बनाउन सक्छौँ। जसरी कि बनानालाई म्यास गर्ने, त्यसपछि लिने सुजी, अलिकति चिनी अनि तेल, र यहाँ चाहिँ मैले लाग्दैछु भ्यानिला फ्लेभर। यो चाहिँ अप्सनल हो, तपाईहरुसँग छैन भने नराख्दा पनि हुन्छ। यो चाहिँ गयो अलिकति तेल र यो थोरै दही, र यसलाई चाहिँ मिक्सरमा पिसेर यसरी पेस्ट बनाउने। र मैले सुजीलाई पनि पिसेर राखेको थिएँ। त्यसपछि जान्छ बेकिङ सोडा, बेकिङ पाउडर, दुईटैलाई मिक्स गरेर चाहिँ हामीले एकदम मजाले गोल्नुपर्छ। मेरो भिडियो आएन किनभने मेरो दुईटै हात बिजी थियो, भिडियो खिच्ने मान्छे थिएन, त्यही कारणले। र यो चाहिँ मेरो केक बनाउने भाँडो हो। यसमा मैले तेल राखेँ किनभने मसँग बटर पेपर पनि छैन। र यसरी तेल राखेर हामीले चाहिँ यसमाथि थोरै थोरै पिठो राख्न सक्छौँ ताकि हाम्रो केक तल नटासियोस् भनेर। र यस्तो चाहिँ हामीसँग बटर पेपर छैन भने चाहिँ यसरी गर्न सकिन्छ। र मेरो यो पेस्ट चाहिँ यस्तो भएको थियो। र मैले चाहिँ राइस कुकरमा बनाउन लागेको हो। राइस कुकरको तलबाट चाहिँ नुन छ, त्यसपछि स्ट्यान्ड छ अनि केकको भाँडो छ। मैले पहिला खिच्न बिर्सेछु। त्यसपछि एकदम लो फ्लेममा हामीले चाहिँ पकाउनु पर्ने हुन्छ। सायद 1 घन्टा जति लाग्छ। र मेरो केक तयार भयो। अलिक बेलुका भएको थियो टाइम पनि, बेलुका भएको कारणले मैले तातोमै नै निकाल्न खोजेँ। तर तपाईहरुले चाहिँ तातोमा ननिकाल्नु होला, एकदम सेलाएपछि निकाल्नु। अलिकति सफ्ट पनि भएको थियो। तातोमा निकाल्दाखेरि चाहिँ थोरै भाँचिन सक्छ, हातहरू पनि पोल्न सक्छ। एकदम सेलाउँछ त्यसपछि मात्रै निकाल्नु। मैले चाहिँ तातोमा निकाल्ने भएर चाहिँ थोरै भाँच्यो भने, तर घरमै खाने हो। एकदम मिठो भएको थियो केक, स्विट, चिनी पनि धेरै थिएन, एक त सुजीको अनि बनानाले गर्दाखेरि नै स्विट पनि भयो। स्विट अनि त्यसपछि सफ्ट, टेस्टी, एकदमै मिठो भएको थियो। तपाईहरुले पनि घरमा बनाएर खान सक्नुहुन्छ। र मलाई चाहिँ एकदम काट्न हतार भएको र काटिहालेँ। त्यसपछि मेरो केक चाहिँ यस्तो भएको थियो। देखाउनको लागि काटेको। धन्यवाद।